पिटी क्रिएसन हेरेर बस्नुभएका सम्पूर्ण दर्शक महानुभावहरूमा आज पनि हामी एउटा नयाँ विषयवस्तु लिएर उपस्थित भएका छौँ। आजको विषयवस्तु रहेको छ विशेषणहरूलाई भोट भाषामा कसरी भन्न सकिन्छ भन्ने विषयमा। अब ढिलो नगरी हामी विषयवस्तुतर्फ लागौँ। हजुरहरूले भिडियोलाई हेरेर सुनेर र सँगसँगै बोलेर भिडियोलाई अन्तिमसम्म साथ दिनुहोला। धन्यवाद। सुन्दर, जेपो, कुरूप, नितुप्पा, खुसी, कित्पो, दुखी, कित्पो नेपा, ठुलो, छेन्पो, सानो, छुङ्वा, तातो, छावो, चिसो, चाङ्मो, छिटो, योगपो, ढिलो, धाउपो, जवान, छेन्पा, बुढो, केपो, चर्को आवाज, राकेट छेम्पो, शान्त, खुसिम्पो, बलियो, थोप्सुक्चेन, कमजोर, थोप्सुक मेपा, गरुङ्गो, चेपो, हलुक्का, याङ्मो, महँगो, रिङ्गोङ छेम्पो, सस्तो, खेपो, राम्रो, याक्पो, नराम्रो, मिलेपा, सजिलो, लेलापो, गाह्रो, खप्पो, लामो, रिङ्पो, छोटो, थुङथुङ, सफा, चाङ्मा, फोहोर, सोक्पा, उज्यालो, छमछम, अँध्यारो, नक्खुङ, चिल्लो, जम्पो, खस्रो, सुप्पो, ताजा, सेपा, बासी, निङ्पा, न्यानो, ट्रोपो, ठन्डा, शिल्पो।